साथीहरु भिडियो एडिट गर्न नभ्याएर मैले चाहिँ नाग पूजा गरेको भिडियो यति बेला पोस्ट गर्दै छु है। बिहान यता गरे उता गरे भिडियो खिच्यो, एडिट गर्ने भ्याइन। अनि अहिले दिउँसो चाहिँ यसो फुर्सद भएकोलाई एडिट गरेर राखेर अनि अहिले पोस्ट गरे। आज चाहिँ नाग पञ्चमी सोमबार सबै एकैचोटि परेको हुनाले चाहिँ मैले यहाँ सिधाहरू सबै टाकटुक ठिक पार्दै छु साथीहरु। अनि मेरो चाहिँ आज सोमबारको व्रतको पनि गौदान पूर्णपात्र गर्नुपर्ने भएकोले मैले चाहिँ त्यसको लागि पनि सिधा ठिक पार्दै थिएँ। अनि गुरुलाई पनि हाम्रो चाहिँ नाग टास्न गुरु आउनुहुन्छ कि, अनि त्यही भएर मैले चाहिँ अर्को सिधा पनि ठिक पारेँ। पूर्णपात्र गर्नको लागि सबै ठिकठाक पार्दै थिएँ साथीहरु। तल त गुरु आएर तलैबाट बोलाउनु भयो। अनि म चाहिँ पूजा साधनहरू लिएर हामी तल गयौँ। तल गुरु रेडी भएर बसिसक्नु भएको रहेछ। अनि गुरुबाले चाहिँ नाग टार्नुहुन्छ कि यहाँ चाहिँ। अनि यति गर्दा गर्दै भिडियो बनाएँ। अनि साथीहरु मलाई यो भिडियो एडिट गर्दा गर्दै चाहिँ पहिलेको याद आएर कस्तो भावुक भएँ कि। मेरो माइतीमा चाहिँ पुरा त्यो पिठो मुसेर नागको प्रतिमा बनाएर है, अनि त्यो नागमा चाहिँ मासको दानाको नागको आँखा बनाएर पुरा पूजा गर्नुहुन्थ्यो कि बुवाहरूले पहिला, दाइहरूले। अनि मकै खाने बेला भएको हुन्थ्यो नि त। अनि त्यो मकै चाहिँ पुरा पिल्साएर आगोमा नपड्काइकन अनि आमाहरूले त्यो चढाएर घिउमा मोलेर मोलमाल पार्नुहुन्थ्यो। अनि त्यो नाग देवतालाई चढाएर अनि बल्ल आमा बुवाले खानुहुन्थ्यो कि। अनि मात्र आज नचढाइ, नाग पञ्चमीको दिन नचढाइ चाहिँ आमा बुवाले मकै खाँदै खानुहुन्न थियो कि साथीहरु। अनि बारीमा नाग थान बनाएको हुन्थ्यो, त्यहाँ पूजा गर्नुहुन्थ्यो। अनि मलाई त्यो सम्झेर अनि त्यो घिउमा मोलेको मकै चाहिँ यति मिठो हुन्थ्यो कि साथीहरु। अनि त यो भिडियो एडिट गर्दा गर्दै त्यो पहिलेको कुरा सम्झेर कस्तो भावुक भएछु कि म त। अब बिहान पूजा गर्दा त त्यति याद भएन, अहिले भिडियो एडिट गर्दा चाहिँ अनि त्यो दिनको यस्तो याद आएछ कि। हामी सानसानो हुँदा त अब अहिले बिहा गरेर यता आएपछि चाहिँ घरमा नाग मात्रै टाँस्ने हो। यता चाहिँ त्यो पुरा बारीमा यताउता नाग थान बनाएर त्यो पूजा गरिन्न, नाग पूजा गर्ने नाग टाँस्ने त्यही गर्छौँ हामी चाहिँ। अनि यहाँ गुरुबाले चाहिँ नाग टाँस्नु भयो। अनि गुरुबाले पूजा चाहिँ गर्नु भन्नुभयो। अनि मन्त्र पढिरहनु भएको छ उता। मैले चाहिँ पूजा यताउता धूपबत्ती आरती सबै सकाएँ। अनि यति गरिसके पछाडि दुध, नागलाई मेन भनेको त गाईको दुध हो नि त। अनि त्यही भएर गाईको दुध पनि चढाएँ। यति गर्न पाउँदा चाहिँ यति। अनि मैले चाहिँ आज सोमबार भएर पञ्चामृत पनि बनाएको थिएँ, अनि त्यो पनि चढाएँ। अनि यहाँ चाहिँ हाम्रो इनार छ कि, अनि इनारमा पनि मैले पूजा गरेँ। दुध चढाउने यताउता सबै काम सक्यो। अनि यति भएपछि साथीहरु आज सोमबार परेको हुनाले चाहिँ मेरो सोमबारको गौदान पूर्णपात्र गरेर व्रत उद्यापन गर्नु थियो कि। अनि गुरुबाले पढिदिनु भयो। अनि यति गरिसके पछाडि चाहिँ मेरो आज अब अस्तिको सोमबार चाहिँ नै गर्नुपर्ने हो गर्नु त। अस्तिको सोमबार चाहिँ यो बृहस्पति 24 गते मात्रै उदय भएको हुनाले अनि 25 गते सोमबार परेको थियो। 5 दिनसम्म त सुतक लाग्छ भनेर चाहिँ अनि त्यो दिन गर्नु हुँदैन भनेर अनि हामीले चाहिँ आज गर्यौं। यति गरेपछि मेरो अब आजबाट साउनको सोमबारको व्रत सकियो। अब अर्को साल मात्रै हो हैन। अनि यति गरेपछि यी चाहिँ हाम्रो घरकी सानी राजकुमारी परी हुन् कि लक्ष्मी। अनि उनलाई चाहिँ मैले टिका लगाएर पैसा दिएँ, कति खुसी भइन्।